पाँचखाल नगरपालिकाको रानीपानीका 100% घर पूर्ण रूपमा नष्ट हुँदा सयौं मानिसहरू शोकमा छन् अनि भोकमा। बचेका घर पनि बस्न लायक छैनन्। घरहरू ढलेका छन्, मनहरू विचलित छन्। पाँचखालको रानीपानी गाउँमा मात्रै 160 घरधुरी थिए। ती सबै घरहरू भूकम्पको धक्कासँगै खण्डहर बने। सबै घर प्रभावित छन्। मानवीय क्षति नभए पनि भौतिक क्षतिको कुनै लेखाजोखा छैन। स्थानीयहरू चिन्तित छन् अनि आहतमा राहत नहुँदा उसै पीडामाथि पीडा थपिएको छ। दैनिक जनजीविकाका आवश्यक वस्तुहरू उनीहरूको पहुँचबाट टाढा नै छ। सरकारी तर्फबाट राहत नपुगे पनि केही निजी संस्थाहरूले दिएको राहत सीमित राहतले असीमित जनसङ्ख्यालाई छुन सकेको देखिन्न। खुल्ला आकाशमुनि रात बिताउनु परेको छ। भूकम्प गएको 22 दिन बित्यो। खेतीपाती र पशुपालनमै जीवन धानेकाहरूको यो क्षतिले गोठहरू रित्तिएका छन्। यसै स्थानमा नेपालको नेपाल ग्रामीण विकास संस्था र अमेरिकाको नेप्लिज एसोसिएसन इन नर्थ अलाबामा संस्थाको सहकार्यमा यसै ठाउँमा 85 वटा विपन्न परिवारलाई खाद्यान्न सामग्री लगायत पुनर्वासका लागि जस्ता प्रदान गरियो। साथै अति विपन्न 10 जना परिवारलाई 5000 नगद प्रदान गरियो। जस्ता पात्रको साथसाथै उहाँहरूलाई आफ्नो निवास तयार गर्नको लागि अझ आर्थिक सहयोग पनि हामीले गर्न गइरहेका छौँ। त्यसकारणले गर्दा यहाँले अन्यथा नलिनु होला। हामीले उहाँहरूलाई जस्ताको साथसाथै प्रति व्यक्ति प्रति घरधुरी हामीले यो निर्माणको लागि भनेर भिन्नै 5000 प्लस नगद पनि उपलब्ध गराएका छौँ। त्यस्तै अमेरिकामा रहेको नेप्लिज एसोसिएसन इन नर्थ अलाबामा आबद्ध रहनुभएका प्रेम श्रेष्ठले नेपालमा गएको विनाशकारी भूकम्पले क्षति पुर्याएको काभ्रेको रानीपानीमा अवलोकन गर्दा तत्काल पुनर्वासको आवश्यकता भएकोले त्यस अनुरूपको कार्य अघि बढाएको बताउनुभयो। नेपालमा गएको भूकम्पले हामी सबै नेपालीहरू बाहिर बसे पनि जति हामी यहाँनिर दुःख पाइरहेछौँ त्यति नै हामीले विदेशमा हो भने हामीलाई त्यति नै पीडा छ र हामीले त्यो देखेर यो ठाउँमा अवलोकन गर्न आयौँ र हामीले नेपाल रुरल डेभलपमेन्ट फाउन्डेसनसँग कोअर्डिनेसन गरेर यो एरियाको चाहिँ हामीले अवलोकन गऱ्यौँ र यहाँको बासिन्दाहरूलाई सोध्यौँ पनि र तपाईँहरूले पनि दिन सक्नुहुन्छ। यहाँको पुरै एरिया चाहिँ कम्प्लिटली भत्केको हुनाले हामीले चाहिँ उहाँलाई सोध्यौँ के चाहिन्छ तपाईँहरूलाई भन्दा उहाँले चाहिँ अब वर्षायाम पनि आउँदैछ र चर्को घाम पनि भएको हुनाले सेल्टरको व्यवस्थापन गर्नु भनेको हुनाले हामीले चाहिँ मैले मेरो उहाँ नाना कमिटीलाई सल्लाह गरेँ र उहाँको सल्लाह बमोजिम मैले चाहिँ यहाँ लगभग 82 फ्यामिलीलाई चाहिँ सेल्टरको व्यवस्था गरेका छौँ। त्यस्तै सर्वसाधारणले सरकारी तर्फबाट अहिलेसम्म कसैको उपस्थिति नभएकोले अमेरिकामा रहनुभएका नेपालीहरूले सहयोग गर्दा खुसी भएका छन्। दुःख पाए पनि भाइहरूले सघाइदिनु भयो, त्यसमा धेरै खुसी लाग्छ मलाई। खुसी छु। अब के भन्न चाहनुहुन्छ सर? अब यसमा के छ भन्नु होला नि, अब यसमा हजुरहरूले सक्नुहुन्छ सघाउनु होला। अब राष्ट्रको लागि त अब के हुन्छ नि, उनीहरूले देला भन्ने हामीलाई आश लागेन। हेर्नुहोस्, आश लागेन। किन लागेन भने अब यत्रो दिन भइसक्यो भूकम्प गएको, आजसम्म उनीहरू आएर चाहिँ केही चाहिँ हामीलाई फर्काएर दिएको छैन। हेर्नुहोस्, केही दिएको पनि छैन भन्दा केही उनीहरू हेर्न फर्केर पनि आएका छैन। अब यो घर मैले चाहिँ मेरो जग्गा छैन भने यति जग्गा छैन। हेर्नुहोस्, 8 आना जग्गा छ, मैले यो घर चाहिँ बनाएर मैले यो फालेर चाहिँ मैले अर्को सुरु गर्नु कि वा यो मैले चाहिँ उनीहरू आउँछु नि हेर्नु भन्दा मैले अब यसमा मैले के भन्ने उनी भएन। त्यहीबाट सहयोग आएन, केही भएन। पोहोरका वर्ष दुःख गरेर घर बनाइयो, त्यो घर पनि सबै लगो दुईटै ध्वस्त भयो। मालिक खस्या 1 वर्ष पुगेको छैन। बर्खान्त हुँदैछ, केही दिल्ली गाँठी केही पनि छैन, कुनैले केही दिएका छैनन्। छोराहरू एउटा आँखा नदेखिन्छ, एउटा त्यस्तै छ। छोराहरूले दुःख पाएछन्। म बुढी मान्छे कहाँ गएर बस्नु, के गर्नु, बारी एकरो पनि जम्मा छ। अर्को त केही छैन, त्यही पनि ध्वस्त सबैतिर छ। कसैले उहाँ केही गरेका थिएन, उहाँहरूले गर्नु सहयोग गर्नुभयो, त्यसमा धन्यवाद छ। एकदम खुसी छ हामी। यी पीडितको पीडा कम गर्न राज्यले केही योगदान गर्नुपर्छ।